हेलो साथीहरू, वेलकम टु दि एनदर भिडियो अफ स्वदेश नेपाल। साथीहरू, आज मैले तपाईँहरूलाई नेपालले एकदमै उत्कृष्ट क्रिकेट खेलेको छ भन्ने बारेमा जानकारी दिन गइरहेको छु। साथीहरू, भर्खरै एउटा म्याच सम्पन्न भयो जहाँ नेपालले एकदमै राम्रो डोमिनेट गरेर मलेसियामाथि 9 विकेटको जित हासिल गरेको छ। हो साथीहरू, नेपालले केही समय अगाडि भारतमा रहेको कर्नाटकका टिमलाई दुई ओडिआईमा नै क्लिन स्विप गरेको थियो र त्यस पश्चात नेपाल मलेसिया प्रस्थान गरेको थियो। साथीहरू, मलेसिया प्रस्थानमा नेपालले मलेसियाकै नेसनल टिमसँग ओडिआई प्र्याक्टिस म्याच आज खेलेको थियो। भर्खरै सम्पन्न भएको खेलमा नेपालले मलेसियालाई 9 विकेटको फराकिलो अन्तरले हराएको छ। साथीहरू, स्पेसल्ली आज आसिफ शेखको पारी चाहिँ उत्कृष्ट रह्यो। उनले 161 रन खेले, जसमा उनले 12 चौका र 12 छक्का हिर्काएका हुन्। उनले कुल बाउन्ड्री 24 बाउन्ड्री लगाएका थिए। यस्तै गरी मलेसियाले पहिले टस जितेर पहिले ब्याटिङको निर्णय गर्यो। निर्धारित 48.2 ओभरमा मलेसियाले 8 विकेट गुमाएर 232 रन जोडेको थियो, जसका लागि नेपालका क्याप्टेन सन्दीप लामिछानेले 10 ओभर बलिङ गरेर 52 रन खर्चेर 4 विकेट चड्काएका थिए भने करण केसीले 2 विकेट र दिपेन्द्र सिंह, ललित नारायण राजवंशीले 1-1 विकेट लिएका थिए। साथीहरू, नेपालको यो उत्कृष्ट बलिङ मानिन्छ, स्पेसली सन्दीप लामिछाने र करण केसी। र साथीहरू, जवाफमा यो 48.2 ओभर पछि पानी पर्यो र त्यसपछि गेम सुरु हुन सकेन र मलेसियाको इनिङ अगाडि बढ्न नसकेपछि नेपाललाई 48 ओभरमा 228 रनको रिभाइज टार्गेट पायो। त्यसपछि नेपाल जवाफी मैदानमा उत्रिन्छ र नेपालले उत्कृष्ट कमब्याक गर्छ। नेपालले 28 ओभरमा नै त्यो टार्गेट पुरा गर्छ। नेपालको तर्फबाट ओपनिङको जोडीमा आएका अर्जुन कुमार र आसिफ शेखले इनिङ्सलाई उत्कृष्ट रूपमा उकास्दै अगाडि बढाउँछन्। अर्जुन कुमार व्यक्तिगत 61 रन नट आउट र आसिफ शेखले 161 रन हानेर आउट भएका थिए भने अन्त्यमा देव खनाल 1 रनमा जीवित रहेका थिए। नेपालको यो उत्कृष्ट ब्याटिङ मान्नुपर्छ साथीहरू, स्पेसली आसिफ शेख आउट अफ फर्म लिटल बिट टचमा थिए, तर आज उनको यो फर्म फेरि रिटेन भएको छ। साथीहरू, हामी यस्तै इनिङको आशा गर्छौँ। नेपालले एसएससी प्रिमियर कपको जुन त्यो क्वालिफायरको म्याचहरू छ अब 30 अगस्तदेखि सुरु हुन्छ, त्यसमा पनि यस्तै पर्फर्मेन्स गरौँ भनेर आशा गरौँ। हुन त अब प्र्याक्टिस म्याचमा जहिले नै राम्रै भएको हुन्छ, तर मेन टुर्नामेन्टमा चाहिँ अलि नेपालको पर्फर्मेन्स खस्किएको छ। तर यो पालि त्यस्तो नहोस्, नेपाललाई पिचले पनि भरपुर साथ दिनेछ। यसपटक हामी मलेसियामा खेलेछौँ, जहाँ हामी एसियन फेभर कन्डिसनमा हुनेछौँ र मलेसियाको पिचहरू हामीले धेरै पहिलेदेखि नै खेल्दै आएको हो। त्यही भएर हामीलाई यहाँ के कस्तो छ भने सबै प्लेयरमा नलेज भएकै बुझिन्छ र यो नेपालको उत्कृष्ट कमब्याक मान्छु म, किनकि यस अगाडि भारतमा रहेको थियो, त्यहाँ हुँदा नेपालले 2वटा प्र्याक्टिस म्याच खेलेको थियो 50 ओभरको, जहाँ नेपालले कर्नाटकका टिमलाई 2 म्याचमा हराएको थियो। नेपाली टिम जोस जागरका साथ मैदानमा उत्रिएको थियो आज सन्दीप लामिछानेको फेरि कप्तानीमा, किनकि रोहित कुमार पौडेलको ठाउँमा सन्दीप लामिछानेले कप्तानीको भूमिका फेरि निभाएका थिए र उनले टिमलाई एकदमै राम्रो नतिजा ल्याउन सफल भएका छन्। साथीहरू, यो थियो आज नेपालले गरेको प्रदर्शन बारे र यो उत्कृष्ट कमब्याक भन्छु। साथीहरू, तपाईँहरूलाई के कस्तो लाग्छ आफ्नो कमेन्टहरू कमेन्ट बक्समा प्रस्तुत गर्नुहोला। अब आसिफ र कुशल भुटेलको जोडी थियो साथीहरू, अब चाहिँ मलाई लाग्छ र आसिफ र अर्जुन कुमारको जोडी चाहिँ राम्रो हुन्छ होला। अब उता कुशल भुटेल T20मा छन्, नर्थन इन T20मा सिरिज हिजो उनले ठिकठाकै खेले भनौँ न, हिजो सम्हालेर खेलेका थिए र हिजो उता पनि नेपाल ए टिमले जितेको थियो। साथीहरू, त्यसको भिडियो चाहिँ मैले बनाउन सकिनँ, त्यही भएर आज यही भिडियोमा म समेट्दैछु। हिजो नेपालले होबार्ट हुरिकन्स एकाडेमीलाई चाहिँ 39 रनले हराएको थियो। साथीहरू, नेपालले पहिले ब्याटिङ गरेर निर्धारित 20 ओभरमा 154 रन बनाएको थियो, जसमा नेपालको तर्फबाट चाहिँ हाम्रो कुशल भुटेलले 39 रनको साझेदारी गरेका थिए। अनिल कुमार शाहले 28 र लोकेश बम 20 र नेपालको टोटल योगफल थियो 154 रनमा 8 विकेट र जवाफी ब्याटिङमा आएको होबार्ट हुरिकेन्स एकाडेमी चाहिँ 18.3 ओभरमा 115 रनमा अल आउट भएको थियो, जसमा आकाश चन्दले 3 ओभरमा 31 रन खर्चेर विकेट लिएका थिएनन् भने पवन सरफ र साहब आलमले 2-2 विकेट लिएका थिए भने नारायण जोशीको उत्कृष्ट स्पेल थियो। साथीहरू, उनले चाहिँ 2 ओभरमा मात्र 8 रन दिएर 3 विकेट चड्काएका थिए। यसकारण नेपाल होबार्ट हुरिकेन्स एकाडेमी माथि चाहिँ हाबी भयो र नेपालले जिततर्फ उन्मुख गर्यो। यो नेपालको पहिलो जित हो नर्थ
नर्दर्न टी20 कपमा चाहिँ नेपालले हिजो तेस्रो म्याच खेलेको थियो, जसमा नेपालले आफ्नो पहिलो जित दर्ता गरेको थियो। यस अगाडि नेपाल नर्दर्न टेरिटोरी र बङ्गलादेशको म्यानेजमेन्ट 11सँग पराजित भएको थियो। साथीहरू एकदमै खुसीको खबर छ। अब 2 दिनमा चाहिँ हामीले नेपालले विन गरेको खबरहरू सुन्दै आएका छौँ। अब यही लयलाई नै कायम राख्नु पर्यो होइन। हामीले अब एट लास्ट नेपालले चाहिँ विन हुनु पर्यो कि होइन, किनकि हामीलाई एसएससी प्रिमियर कप पनि उत्तिकै आवश्यक छ साथीहरू। किनकि हामीले यसपटक ओडिआई हो, त्यसैले नम्बर 1 जुन टिम हुन्छ अथवा जसले टाइटल उठाउँछ त्यो टिम नै हाम्रो एसिया कपको लागि क्वालिफायर हुन्छ साथीहरू। पहिला चाहिँ टी20मा 3वटा टिम थियो भने अहिले चाहिँ हाम्रो एउटा मात्र टिमले एसिया कप ओडिआई खेल्नेछ। नेपालले यस अगाडि एकपटक एसिया कप ओडिआई खेल्यो साथीहरू, जुन पाकिस्तान इन्डियासँग खेलेको थियो। निकै नै चर्चा बटुलेको थियो साथीहरू। भने यसपालि फेरि पनि के नेपालले एसिया कपमा आफ्नो स्थान बनाउन सक्ला त भन्ने प्रश्न साथीहरू, यो तपाईँको लागि के लाग्छ साथीहरू, कमेन्ट गर्न नबिर्सिनु होला भन्दै, यदि तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने साथीहरू च्यानललाई सब्सक्राइब पनि गर्नु होला। धेरैजना साथीहरूले च्यानललाई हेर्नुहुन्छ, भिडियोहरू हेर्नुहुन्छ, तर सब्सक्राइब भन्ने गर्नु हुँदैन। कृपया यस्तै अपडेटहरू म आगामी दिनहरूमा पनि लिएर आउनेछु साथीहरू। त्यसैले च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै म तपाईँ समक्ष बिदा चाहन्छु। हस्त नमस्ते, जय नेपाल।